नेचर लभर पनि यति साह्रो पऱ्यो कि साथीहरू, कुनै पनि बर्थडे स्पेसल डे मनाउनु पनि हामी चाहिँ जङ्गलमै जान्छौँ कि। सुनमा सुगन्ध भने जस्तै कि आज हाम्रो राजेशको बर्थडे पनि थियो नि, हाइकिङ जाने डे पनि के एकै दिन परेर लास्टै रमाइलो भयो। अनि मेरो साथीहरू चाहिँ हुन्छ नि महिनामा 3-4 हाइकिङ भइरहेको हुन्छ क्या, लास्टै नेचर लभर हो नि त, हाइकिङ चाहिँ लास्टै मन पराउँछ। अनि म पनि लास्टै मन पर्छ, तर म चाहिँ हुन्छ नि महिनाको 1-2 चाहिँ भइरहेको हुन्छ। अब आफ्नो समस्याहरूले गर्दा पनि होला होइन, अब आफ्नो समस्या हुन्छ, बिजी लाइफ त्यस्तै त हुन्छ नि, अनि सबै कुरा मिलाउनु पर्ने हुन्छ। अनि आज चाहिँ हाम्रो चाहिँ टोकियोबाट चाहिँ धेरै टाढा भन्दा पनि 4-5 घन्टाको यात्रा थियो। अनि आज चाहिँ हाम्रो हाइकिङको डेस्टिनी भनेको चाहिँ गोजेनियामासम्मको थियो। अनि त्यो माउन्टेन भनेको चाहिँ हाम्रो कान्तो क्षेत्रकै अल्गो अल्गो हिमालहरूमा पर्दो रहेछ क्या। अनि लास्टै राम्रो रहेछ, दामी भ्यूहरू पनि आइरहेको थियो क्या। अनि हामी चाहिँ लास्टै रमाइलो गरेको थियौँ, साथीको बर्थडे भएर पनि होला, लास्ट स्पेसल भइरहेको थियो क्या साथीको बर्थडे एउटा माउन्टेनमा गएर मनाउनु पाउँदा आफूलाई पनि खुसी लागिरहेको थियो, ऊ पनि खुसी नै थियो होइन। अनि त्यतिकैमा हामी पूर्वेली भएपछि हाम्रो पूर्वको पहिचान त दिनै पऱ्यो, यति गरेन भने त हाम्रो पूर्वको एउटा पहिचानै बिग्रिन्छ नि त होइन। यतिको नखरा देखाइसकेपछि मेरो फेरि अर्को दुःखको कुरा के भने नि, आज मोबाइल हराइरहेछ क्या। यो मोबाइल चाहिँ अब फोन गर्दा पनि भेटिएको छैन, टेन्सन छ। दिनभरि त रमाइलो गऱ्यो, बेलुका भएपछि मोबाइलको याद आएर टेन्सन।